यो कथा हो विक्रम सम्वत 2045 साल काठमाडौँको। त्यो बेला काठमाडौँ उपत्यकाको बाटो, गल्ली र टोलहरू अहिलेको जस्तो घना थिएनन्, तर बिस्तारै सहर फैलिँदै थियो। त्यो बेला काठमाडौँ सहरको माहौल अलिक फरक थियो। मान्छेहरूमा विश्वास र अन्धविश्वास दुवै गहिरो गढी चढेको थियो। भूत, प्रेत, भोक्सी, झाँक्री यी सबै कुरा त्यति बेला दैनिक जीवनको अंश थिए। र यहीँबाट सुरु हुन्छ एक भयानक घटना जसले एक युवकको जीवन सधैँको लागि अन्धकारमा फ्याँकिदियो। स्टोरी सुरु गर्नुभन्दा अगाडि म एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु। यो च्यानललाई अगाडि बढाउन तपाईँहरूको साथ र सहयोग एकदमै आवश्यक छ। तपाईँहरूको साथ सहयोगले नयाँ कन्टेन्ट बनाउने कन्फिडेन्स बढ्छ र कुन कुन कुरामा सुधार गर्नुपर्ने हो तपाईँहरूको कमेन्ट पढेपछि मात्र थाहा हुन्छ। त्यसैले यदि तपाईँहरूलाई हरर स्टोरिज र क्यामेरामा क्याप्चर भएका प्यारानर्मल भिडियोहरू हेर्न मनपर्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकन अन गरिदिनु होला। अनि यदि तपाईँहरूसँग आफ्नो या त साथीहरूले सुनाएको कुनै डरलाग्दो रियल हरर स्टोरीहरू छन् भने यो मेलमा पठाउनु होला। अर्को भिडियोमा म त्यो स्टोरीलाई सुनाउने प्रयास गर्नेछु। र यति भन्दै तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। तपाईँहरू हेर्दै हुनुहुन्छ। यो कथा हो सागरको। सागर एक सामान्य परिवारको एक्लो छोरो थियो। यो एकदमै मेहनती थियो। बुवा आमाको सपना बोकेर डाक्टर बन्ने बाटोमा लम्किरहेको थियो। ऊ सधैँ साइकल चढेर गल्लीहरू काट्दै हरेक दिन बिहान कलेज जान्थ्यो। एक दिन सागर कलेजको लाइब्रेरीमा आफूलाई चाहिएको बुक खोज्दै थियो। धेरै बेर खोज्दा अनि बुक नभेटेपछि लाइब्रेरीबाट बाहिर निस्किने क्रममा ऊ एकजना केटीसँग ठोकियो। केटीको हातमा भएको बुकहरू सबै भुइँमा खस्यो। सागरले झुकेर बुक उठाउन खोज्दा उसको आँखा केटीको फेसमा गयो। सागरले त्यति राम्रो केटी अहिलेसम्म देखेकै थिएन। सागर त एकछिन हेरेको हेरे भयो। सागरले सरी भन्दै किताब उठाएर त्यो केटीलाई दियो। केटीले पनि मुस्कुराउँदै इट्स ओके भनिन् र उनी आफ्नो बाटो लागिन्। ऊ गएको सागरले हेरिरह्यो। मानव सागरलाई लभ एट फर्स्ट साइट भएको थियो। त्यसै दिन दिउँसो सागर आफ्नो साथी माधवसँग कलेज नजिकैको चिया पसलमा गयो। त्यो चिया पसलमा सधैँ विद्यार्थी र शिक्षकहरूको भिडभाड हुने गर्थ्यो। चिया अर्डर गरेर सागर बसिरहेको थियो। सागरको नजर साइडको केटीहरूको ग्रुपमा पर्यो। त्यो ग्रुपमा त्यो केटी पनि बसिरहेकी थिइन् जोसँग सागर लाइब्रेरीमा ठोकिएको थियो। त्यो केटीको हाँसो र आँखामा एउटा यस्तो चमक थियो जसले सागरलाई उनीतिर तानिरहन्थ्यो। सागरले माधवलाई उनी को हुन् भनेर सोध्यो। माधवले उसको नाम सृष्टि हो भनेर जवाफ दियो। सागरको मनमा सृष्टिको नाम गुन्जिरह्यो। पहिलो भेटमै उसको सुन्दरताले सागरलाई मोहित पारेको थियो। केही दिनपछि सागर र सृष्टिको भेट घर फर्किने क्रममा भयो। सागर साइकल लिएर हिँड्दै गर्दा पछाडिबाट सृष्टिको आवाज आयो। आफूलाई मनपर्ने मान्छेले आफै बोल्न आउँदा उसको मन टुकटुक भयो। त्यसपछि उनीहरूको कुराकानी सुरु भयो। कुराकानी चलिरहेको बेला सृष्टिले आफ्नो घर पाटन हो भनेर उनलाई सुनाउँछिन्। कलेजको चिन्चान गहिरो हुन थाल्यो। बोलचाल, हाँसो र सानसानो कुराहरूले उनीहरू नजिकिए। उनीहरू एकदम मिल्ने साथी भए। उनीहरू सधैँ सँगै घर फर्किन थाले। सागर र सृष्टि कहिले हिँड्दै घर फर्किन्थे त कहिले साइकलमा। उनीहरू कलेजको नजिकको चिया पसलमा कहिले किताबको कुरा गर्थे, कहिले सपनाको कुरा गर्थे त कहिले केवल हाँसो ठट्टामा समय बिताउँथे। सागरलाई सृष्टिको हरेक कुरा मन पर्न थाले र सृष्टिलाई पनि सागरको केयर गर्ने बानी एकदमै मन पर्थ्यो। कलेजको हलचल र चिया पसलको जमघटबाट सुरु भएको उनीहरूको चिन्जान अब प्रेममा बदलियो। पहिले चिया पसलमा भने उनीहरूको कुराकानी अब शान्त ठाउँको खोजी गर्न थाले। सागर बुद्धनगरमा बस्थ्यो र सृष्टि पाटनमा। यी दुई ठाउँको बिचमा एउटा शान्त सङ्गम थियो। त्यो थियो शङ्खमुल। शङ्खमुल उनीहरू दुवैजनाको लागि नजिकको ठाउँ थियो, जहाँ बागमतीको किनारमा बसेर उनीहरू घन्टौँसम्म गफ गर्थे, एकअर्काको साथमा हराउँथे। सागरको हाँसो र सृष्टिको रजालु मुस्कानले त्यो ठाउँलाई झन् रमाइलो बनाउँथ्यो। सुरुमा त उनीहरू त्यही किनारमा बसेर घन्टौँ कुरा गर्थे, तर बिस्तारै उनीहरूको मनले काठमाडौँको अरू रमाइलो ठाउँहरू खोज्न थाल्यो। सागरले साइकलको अगाडि सृष्टिलाई राखेर काठमाडौँको रमाइलो ठाउँहरू घुम्न लग्थ्यो। उनीहरू कहिले बौद्ध जान्थे, कहिले एउटा शान्त तालमा जान्थे, कहिले त उनीहरू ट्रली बसमा पनि घुम्न जान्थे। हाँस्दै ठट्टा गर्दै टुडी खेलको हरियालीमा उनीहरू घन्टौँ बिताउँथे। उनीहरू जहाँ गए पनि शङ्खमुलको खोला किनार चाहिँ उनीहरूको प्रेमको मुख्य थलो थियो। त्यहाँको हरेक ढुङ्गा, हरेक रुख उनीहरूको प्रेमको साक्षी थिए। तर उनीहरूको प्रेममा एउटा नजर लाग्यो। जब जब सृष्टि र सागर शङ्खमुलको किनारमा बस्थे, खोला पारीबाट एकजना मान्छे उभिएर उनीहरूलाई हेरिरहन्थ्यो। त्यो मान्छेको आँखा सधैँ उनीहरूतिर हुन्थ्यो। खोला पारी बसेर एकटकले हेरिरहन्थ्यो। सुरुमा सागरले खासै ध्यान दिएन, तर हरेकचोटि उनीहरू शङ्खमुल पुग्दा त्यो मान्छे पनि त्यहीँ आउँथ्यो। सागरको मनमा प्रश्न उठ्न थाल्यो, यो को हो, किन हामीलाई हेरिरहन्छ? उसले सृष्टिलाई सोध्यो, तर सृष्टिको जवाब सधैँ एउटै हुन्थ्यो, मलाई त केही थाहा छैन, मैले त याद पनि गरिनँ त्यो मान्छेलाई।
सृष्टिको यस्तो जवाफले सागरको मनमा कौतूहल बढायो, तर उसले पनि पछि मतलब गरेन। प्रेममा डुबेका यी नयाँ प्रेमीहरूलाई समयको कुनै ख्यालै थिएन। कलेजबाट फर्किँदा सधैँ बेलुका हुन थाले। खोला किनारको त्यो शान्त वातावरणमा उनीहरूले बिर्से कि उनीहरू 2045 सालको कठोर सामाजिक बन्धन भएको युगमा छन्। सीतादेवी सृष्टिका आमा थिइन्। उनी एकदमै महत्त्वाकांक्षी महिला थिइन्। उनीसँग उसका छरछिमेकीहरू पनि बोल्न डराउँथे। उनी एकदमै कडा थिइन्। एक दिन उनले सृष्टिलाई धेरै सम्झाइन्, सागरसँग धेरै समय नबिताऊ। म तिमीलाई आफू जस्तै काबिल बनाउन चाहन्छु, तर तिमी भने बाहिर घुमेर समय बर्बाद गर्दैछौ। सीतादेवीको यो कुराले सृष्टिलाई पनि सोच्न बाध्य बनायो। भोलिपल्ट कलेज सकिएपछि शङ्खमूल किनारमा सृष्टिले सागरलाई, आमाले हामी धेरै समयसँगै बिताएको थाहा पाउनुभयो, अब हामी यसरी धेरै बेर बस्नु हुँदैन भन्नु। सागरलाई अचम्म लाग्यो। तिम्रो आमाले कसरी थाहा भयो हाम्रो बारेमा भनेर सोध्यो, तर सृष्टिसँग कुनै जवाफ थिएन। त्यो कुराले सागरको दिमागमा शङ्का उब्जायो। केही समयपछि उसले नोटिस गर्यो, खोला पारीबाट सधैँ हेरिरहने त्यो मान्छे आज पनि हेरिरहेको छ। सागरलाई कतै त्यही मान्छेले सबै कुरा थाहा पाएर सृष्टिको आमालाई भनेको त होइन भनेर शङ्का लाग्यो। सृष्टिले आज चाहिँ आफू चाँडो जानुपर्ने भनेर त्यहाँबाट उठेर गइन्। सागर चाहिँ त्यो मान्छे भएको ठाउँतिर गयो, तर जब सागर त्यो ठाउँमा पुग्यो, त्यो मान्छे पहिले नै गइसकेको थियो। सागर घर पुगेर सृष्टिले भनेको कुरा ओछ्यानमा पल्टेर सोध्दै बस्यो। खोलाबारी भएको मान्छे को होला भन्ने कुराले उसको मनमा खेलिरह्यो। सोद्धा सोध्दै रात बित्यो। चराचुरुङ्गीको आवाज आउन थाल्यो। बिहान भयो। सागर साइकल चलाउँदै कलेज गयो। चिया पसलमा बसेर सृष्टिको वेट गर्दै थियो। विद्यार्थीहरू आए, घन्टी बज्यो, क्लास सुरु भयो, तर सृष्टि आइनन्। सागर निराश भएर क्लास नगइकन चिया पसलमा बस्यो। आज सागर एक्लै भयो। सागरलाई सृष्टि पाटनमा बस्छिन् थाहा थियो, तर उसले घर देखेको थिएन। साइकल चलाउँदै त्यतातिर गयो, कतै भेटिन्छ कि भनेर, तर सागर निराश भएर फर्कियो र सधैँ जाने शङ्खमूल किनारमा गएर बस्यो। आज खोलापारी बसेर एकटकले हेरिरहने मान्छे पनि थिएन, तर केही बेर पछाडि सागरलाई कसैले बोलायो। सागर फर्कियो। त्यही खोलापारी बसेर हेर्ने मान्छे आज सागरको अगाडि थियो। त्यो मान्छेले आफ्नो नाम देवराज भन्यो। अनि आज तपाईँको साथी आउनु भएन भनेर सोध्यो। त्यो सुन्ने बित्तिकै सागरलाई रिस उठ्यो। तपाईँलाई किन चाहियो? देवराज हाँस्दै उसको आमाले उनलाई आउन दिइनन् होला भन्यो। सागरले तपाईँले उनको परिवारलाई चिन्नुहुन्छ भनेर सोध्छ। देवराजले हो म चिन्छु, उनीहरूसँग मेरो पुरानो सम्बन्ध छ भन्छ। सागरले कस्तो सम्बन्ध भनेर सोध्छ। समय आएपछि सबै कुरा थाहा हुन्छ भनेर देवराज त्यहाँबाट जान्छ। सागरको मनमा धेरै कुराहरू खेल्न थाल्यो। रातभरि निद आएन। देवराजको कुरा उसको मनमा घुमिरह्यो। भोलिपल्ट चाँडो चाँडो कलेज गयो, तर त्यो दिन पनि सृष्टि कलेज आइनन्। अब सागर शङ्खमूल पनि जान छोड्यो। यस्तै गर्दा एक हप्ता बित्यो। त्यो बेला अहिलेको जस्तो मोबाइल कल म्यासेजको जमाना थिएन। सागर कलेज जान छोडेर दिनभर साइकल चलाएर सृष्टि भेट्ने आशामा पाटनतिर खोज्दै हिँड्थ्यो। जति गरे नि सागरले सृष्टिलाई भेटेन। सागरलाई शङ्खमूलमा भेटेको देवराजले सृष्टिको परिवार चिन्छु भन्थ्यो। कतै देवराजलाई थाहा छ कि भनेर ऊ शङ्खमूलको किनारमा गयो। त्यहाँ पुग्दाखेरि सागर र सृष्टि सधैँ बस्ने ठाउँमा आज देवराज बसिरहेको थियो। सागरले देवराजलाई बोलायो। सागरलाई देख्ने बित्तिकै उसले तपाईँ त हराउनु भयो त दाजु भनेर सोध्छ। सागरले म आफ्नो काममा व्यस्त थिएँ भन्यो। देवराजले हाँस्दै काममा कि सृष्टिलाई खोज्नमा? त्यो सुनेर सागर अचम्ममा परे। सागरले तपाईँलाई कुरा कसरी सृष्टिलाई चिन्नुभयो भनेर सोध्छ। देवराजले खोला पारी देखाउँदै ऊ त्यो मान्छेले गर्दा चिनेको भन्छ। सागरले हेर्दा खोला पारी आज अर्को मान्छे उभिरहेको थियो। सागरले को हो उहाँ भनेर सोध्छ। देवराजले त्यो सृष्टिको पहिलो प्रेमी हो भन्छ। त्यो सुनेर सागरको मुटु ठड्किन थाल्यो। देवराजले आफूसँग भएको कुरा सुनाउन थाल्यो। त्यो मान्छेले मलाई सृष्टिको बारेमा भन्यो, तर मैले मतलब गरिनँ। त्यही कारण आज मेरो यस्तो हालत भयो। सागरले कस्तो हालत के भयो तपाईँसँग? देवराजले म सृष्टिको दोस्रो प्रेमी हो। तपाईँ जस्तो हामी पनि यहाँ किनारमा भेट्थ्यौँ। म पनि उनलाई धेरै माया गर्थेँ, तर सृष्टि र उसको आमाले मलाई गलत गरे। त्यो मान्छेले मलाई बचाउन धेरै प्रयास गर्यो, तर म सृष्टिको मायामा पागल थिएँ। त्यो कुरा सुनेर सागरको ढुकढुकी तीव्र हुन थाल्यो। त्यसपछि के भयो भनेर सोध्छ। देवराजले कलबन्दी खोलेर आफ्नो घाँटीको दाग देखायो। सृष्टि र उसकी आमाले मेरो घाँटी काटेर बलि दिए। उनीहरू गलत मान्छे हुन्। उनीहरू हामी जस्ता मान्छे होइनन्। सृष्टिको आमा बोक्सी हुन्। उनले आफ्नो छोरीलाई बोक्सी विद्या सिकाइरहेकी छिन्। उनीहरूले आफ्नो शक्ति बढाउनको लागि बलि दिने गर्छन्। म र त्यो मान्छे त्यसैको शिकार भयौँ। तपाईँ चाहिँ उनीहरूको शिकार हुनबाट बच्नुहोला। यति भन्दै थियो सागर रिसाएर कराउँछ। के बकवास गर्दै हुनुहुन्छ? तपाईँकै कारणले सृष्टिको आमाले उनलाई कलेज आउन बन्द गर्यो।
तपाईँले सृष्टिको आमाले हाम्रो बारेमा सुनाएर आज यस्तो भयो भनेर कराउँछ। देवराजले, तपाईँलाई के लाग्छ? तपाईँको मिठो कुरा र मित्रताले सृष्टिसँग प्रेम सुरु भयो। सुरुमा तपाईँले सृष्टिसँग बोल्नुभएको सृष्टि तपाईँसँग बोलिन्। यो कुरा सुनेर सागरले सम्झियो। कलेजबाट घर फर्किँदाखेरि सृष्टिले नै उनलाई पहिलोचोटि बोलाएकी थिइन्। त्यही बेला देवराजले, तपाईँलाई अझै पनि विश्वास छैन भने त्यहाँ हेर्नुहोस् भनेर खोलापारी देखाउँछ। सागरले खोलापारी हेऱ्यो। त्यो खोलापारी भएको मान्छे धुवा जस्तै हावामा बिलायो। त्यो देखेर सागर अत्तालियो। देवराजले सागरलाई, मैले तपाईँलाई पहिले भन्न चाहेको थिएँ, तर सधैँ तपाईँ सृष्टिसँग भएर भन्न सकिनँ। सागरलाई यो कुरा सब सपना जस्तो लाग्दै थियो। देवराजले, यदि तपाईँलाई अझै पनि विश्वास छैन भने पाटन मन्दिर पछाडि एउटा सानो गल्ली छ, त्यहाँ नजिकको घरमा जानुहोस्, सबै थाहा हुन्छ भन्छ। त्यही बेला पछाडिबाट एउटा पण्डितले सागरलाई बोलायो। सागर पछाडि फर्कियो। सागर पण्डितसँग कुरा गर्न लाग्दा देवराज हावामा बिलायो। पण्डितले, बाबु तिमी किन एक्लै बोलिरहेको, के भएको छ तिमीलाई भनेर सोध्छ। सागरले आफ्नो साइडमा हेर्दाखेरि देवराज थिएन। सागर हतार हतार त्यहाँबाट निस्किन्छ र देवराजले भनेको खप खोज्दै पाटनतिर लाग्छ। सागर पाटनको साँगुरो गल्लीमा पुग्यो। उनले बल्ल तल्लो देवराजले भनेको घर भेटायो। जब ऊ त्यहाँभित्र गयो, त्यो ठाउँ सुनसान थियो। त्यहाँ एउटा अगाडि ढोका थियो, त्यो ढोका पनि बन्द थियो। सागरले वरपर निहाल्न थाल्यो। उसको मनमा डर मिसिएको थियो। त्यही बेला सागरको पछाडिबाट चिसो हावा चल्यो। सागर झसङ्ग भयो। फर्केर हेर्दा त्यहाँ सीता देवी थिइन्। उनको अनुहार डरलाग्दो थियो। आँखाहरूमा अनौठो चमक थियो, जसले सागरको मनमा डर पस्यो। केही बेरमा सृष्टि पनि आइपुगिन्। दुवैको हातमा पूजा थाली थियो। उनीहरू कुनै विशेष पूजा गरेर फर्किएका थिए। सागरले उनीहरूलाई देखेपछि मलाई काम छ भन्दै त्यहाँबाट निस्कियो। सृष्टि र उसको आमा कोठातिर लाग्छन्। सागर काम छ भनेर निस्किएको थियो, तर सागर नजिकै लुकेर बसिरहेको थियो। उसले ढोकाको सानो पलबाट भित्र हेऱ्यो। त्यहाँ सीता देवी र सृष्टि कुरा गरिरहेका थिए। सीता देवीले, अब सागरको बलि चढाउन ढिलो गर्नु हुँदैन, नत्र हाम्रो मौका जान्छ भन्छन्। सृष्टिले हाँस्दै, आमा मैले उसलाई मेरो मायाको जालमा पारिसकेँ, त्यही भएर त्यो आज यो घरसम्म आइपुग्यो। अब त्यसको अन्त्य नजिक छ। त्यो कुरा सुनेर सागरको मुटुले ठाउँ छोड्यो। सागरको आँखा बिचमा रहेको एउटा कालो पुत्लामा पऱ्यो। त्यहाँ सागरको फोटो थियो। उसको फोटोमा अबेर लागेको थियो र त्यसको अगाडि तन्त्र साधनाको सामानहरू थिए। त्यो देख्ने बित्तिकै सागरको खुट्टा काम्न थाल्यो। भाग्न खोज्दा उसको खुट्टा ढोकामा ठोकियो र आवाज आयो। सीता देवी र सृष्टिले ढोकातिर हेरे। सागर आफ्नो ज्यान जोगाउनले त्यहाँबाट भाग्यो। त्यस दिनदेखि सागरको जीवनमा अजीब कुराहरू हुन थाल्यो। अब सागर बिरामी हुन थाल्यो। उसको शरीर कमजोर हुँदै गयो। उसले खाना खान पनि छोड्यो। दिन प्रतिदिन ऊ दुब्लाउँदै गयो। उसको बुवा आमाको चिन्ता बढ्न थाल्यो, किनकि सागर उनीहरूको एक्लो सन्तान थियो। सागरकी आमाले घर नजिकैको झारफुक गर्ने ठाउँमा लिएर गइन्। त्यहाँको झाँक्रीले सागरलाई देख्न साथ, यो केटालाई कसैले काला जादु गरेको छ र मोहनीले यसलाई कुकुर बनाउँदैछ भन्छ। राति सागरको सपनामा सीता देवी आउन थालिन्। उनको डरलाग्दो अनुहार र हाँसोले सागर झस्किन्थ्यो। सृष्टि पनि उसको सपनामा आएर सागरलाई हेर्दै हाँस्थिन्। सागरको मनमा डरको कालो बादल मडारिन थाल्यो। एक रात जोडले हावा चल्दै थियो। सागर उठेर झ्याल बन्द गर्न जाँदा सागरको आँखा घर तल जान्छ। त्यहाँ सीता देवी र सृष्टि उभिरहेका थिए। सागरले त्यो देख्न साथ जोडले झ्याल बन्द गर्छ। सागर अब बिस्तारै पागलपनको शिकार हुँदै गयो। एक दिन सागरको घरमा पाहुनाहरू आएका थिए। एकजना पाहुनाले चर्चित झाँक्रीकोमा जानुपर्छ भनेर सल्लाह दिए। सागरको बुवा आमाले झाँक्री कहाँ लगे। झाँक्रीले सागरलाई देख्ने बित्तिकै यो केटालाई कालो जादु गहिरो प्रभाव परेको छ भन्छ। झाँक्रीले सागरलाई जडीबुटी र मन्त्रले उपचार गर्छ र उसलाई एउटा बुटी बनाएर दिन्छ। यो बुटीले तिमीलाई जोगाउँछ, तर मोहनी भने तिमी आफैले टोड्नुपर्छ भनेर एउटा सानो पोको दियो। यो पोकामा भएको सामान तिमीले उनीहरूलाई छर्किनु, तब मात्र तिम्रो मोहनीबाट मुक्त हुन्छ भनेर पठाउँछ। सागर र उसको बुवा आमाहरू घर फर्किए। झाँक्री उपचार गरेपछि सागरलाई बिस्तारै सन्चो हुन थाल्यो। ऊ अब पहिलाको जस्तै देखिन थाल्यो। बिहान सागरकी आमाले छोराको लागि पूजा गर्न थाल्यो। सागरको बुवा पनि नजिकै बसेर पाठ गर्दै थिए। अचानक घर हल्लिन थाल्यो। भूकम्प आयो। सागरको बुवा आमा सबै मिलेर घर बाहिर निस्किए। घर नजिकका सबै मान्छेहरू बाहिर थिए। सागरको बुवाले वरिपरि हेर्छन्। सबैजना बाहिर देखेपछि सागरलाई यही मौका हो। सबैजना घर बाहिर छन्। झाँक्रीले दिएको पोको उनीहरूलाई छर्कन भन्छ। सागर घरभित्र गएर झाँक्रीले दिएको पोको लिन्छ र साइकल लिएर सृष्टिको घरतिर जान्छ। बाटोमा भूकम्पले धेरै ठाउँहरूको क्षति भएको देख्छ। मान्छेहरू त्रासित भएर तिरपालमा बसेका थिए। पाटनको पुरानो मन्दिरहरू पनि भूकम्पले क्षति पुर्याएको थियो। सागर साइकल जोडले चलाउँदै जान्छ।
सागर सृष्टिको घर नजिक पुग्यो। सृष्टिको घर अगाडि पनि भूकम्पले हल्का असर गरेको थियो। सागर हतार हतार गर्दै भित्र जान्छ। भित्र पुगेपछि सागर जोडले कराउँछ। उसको मन छिया छिया भयो। भूकम्पले सृष्टिको घर पुरै भत्किएको थियो। मान्छेहरूले सृष्टि र सीता देवीलाई त्यहाँबाट निकालेर लगिसकेका थिए। दुवैजनाको मृत्यु भइसकेको थियो। सृष्टि र सीता देवी मरेर गए नि। सागरलाई लगाएको मोहनी गएन। यो 2045 सालको भूकम्प 81 वर्षको अवधिमा आएको दोस्रो ठुलो भूकम्प थियो। धेरैजनाले आफ्नो ज्यान गुमाए। धेरैजना घाइते भए। कतिपय घाइतेहरूको जीवन जिउँदो लास जस्तो भयो। त्यो भूकम्पले सागरलाई पनि ठुलो असर पार्यो। सागर हरपल सृष्टिलाई खोज्थ्यो। रातभरि सृष्टिको नाम लिन्थ्यो, हाँस्थ्यो, रुन्थ्यो। बिस्तारै सागरको मानसिक अवस्था बिग्रिँदै गयो। सागरको बुवा आमाले धेरै कोसिस गरे, तर सागरलाई त्यो स्थितिबाट निकाल्न सकेनन्। यो कथा यस्तो केटाको हो जसले आफ्नो बुवा आमाको सपना पुरा गर्न दिनरात मेहनत गर्यो, तर एक स्वार्थी मायाको चाल र कालो जादुले उसको जीवनलाई खरानी बनाइदियो। यो घटना घटेको 37 वर्ष बितिसक्यो, तर आज पनि 62 सालको सागर पाटनको मानसिक अस्पतालको चिसो साँगुरो कोठामा कहिले नमेटिने प्रेमको घाउ लिएर बाँचिरहेको छ। यो कोठा उसको लागि कोठा होइन, त्यो उसको नर्क हो। जब रात पर्छ अस्पतालको भयानक शान्तिमा सागरको पीडा अझै चर्को हुन्छ। सागर उठेर झ्यालमा जान्छ। बाहिरको त्यो अँध्यारोमा सागरले केही देख्छ जसले सागरको मुटु डरले काप्छ। सागरको बाँच्ने दिन कम हुँदै गइरहेको छ। उसको आफ्नो भन्ने कोही पनि छैन, न परिवार न साथी जसले उसलाई सान्त्वना दिन सकोस्। ऊ एक्लो छ, पूर्ण रूपमा एक्लो।